यो हजुरहरू हेर्नुभएको यो चाहिँ चितवन राष्ट्रिय निकुञ्जको ब्रिडिङ सेन्टर हो। जुन चाहिँ यहाँ देख्नुभएको यो सबै हात्तीहरू चाहिँ सरकारी हुन्। जुन हात्तीहरू अब हजुरको नेसनल पार्कमा युज गर्छन् यो चाहिँ ब्रिडिङ सेन्टर, जुन चाहिँ बच्चाहरू जन्माएर यहाँ ट्रेनिङ गराएर चाहिँ यहाँ स्पोर्ट गर्छन्। अल ओभर नेपाल भनेको अरू राष्ट्रिय निकुञ्ज र चितवनमा यो चाहिँ स्पोर्ट गर्छन्। र यो बच्चाहरू प्रायः जसो चाहिँ भनौँ यो जङ्गली हात्तीबाट क्रस गराएको हो। यो हात्तीहरू यसको बच्चालाई चाहिँ जन्मिसकेपछि 3-4 वर्षमा चाहिँ एकपल्ट ट्रेनिङ पनि गराउनुपर्छ। ट्रेन भइसकेपछि यसको चाहिँ आफ्नै माउते हुन्छ, त्यसले चाहिँ अनि जहाँ जान लैजान पाउँछन्। र यहाँ चाहिँ पोथी भवन चाहिँ यतै राख्छन्, भाले भवन चाहिँ अर्को ठाउँमा लैजान्छन्। यो ब्रिडिङ सेन्टरको यसको स्थापना चाहिँ 1986 भएको हो। किङ महेन्द्रले स्थापना गरेको हो यो। त्योभन्दा अगाडि चाहिँ थोरै मात्रामा हात्ती थियो। त्यो हात्तीहरू पेट्रोल भनौँ गस्तीको लागि कम भएपछि, नेसनल पार्क सुरक्षाको लागि कम भएपछि अरू देशबाट मगाएर यहाँ गर्थे भने 1986 मा चाहिँ यही ब्रिड गराएर यहाँको हात्तीहरू यो नेसनल पार्कमै उपयोग गर्छन्। यो हात्तीहरू र संसारभरि चाहिँ 2 थरीको हात्ती हुन्छ, एउटा एसियन र अर्को चाहिँ अफ्रिकन। यो हामी देखिरहेको यो सबै एसियन हुन्छन्। र एसियन र अफ्रिकनमा चाहिँ केही फरक हुन्छन्। एसियन चाहिँ सानो हुन्छन्, अफ्रिकन ठुलो हुने। एसियनको भाले पोथीको चाहिँ भालेको दारा चाहिँ ठुलो आउने हुन्छ भने पोथीको चाहिँ सानो हुन्छ, कुनै बेला बाहिर देखिँदैन। अफ्रिकनको साइज ठुलो हुन्छ, भाले पोथी दुइटैको दारा हुन्छ, साइज ठुलो हुन्छ। र यो चाहिँ हजुरको यहाँ एसियन मात्र रहन्छ अहिले हात्ती देखिरहेको। र यता देखाउन देख्नुभएको यो चाहिँ जङ्गली हात्ती, जुन चाहिँ रोनाल्डो हो यो होइन। अब यो जङ्गलबाट आएको हो, यो एक ठाउँमा मात्र बस्दैन, यो इन्डियासम्म पुग्छन्। यो इन्डोमीको यो होइन। अब यो चाहिँ प्रायः जस्तो यसकै बच्चाहरू छन् ब्रिडिङ सेन्टरमा। यो चाहिँ सिजनमा आइ नै रहन्छ यो। अहिले यो हात्ती चाहिँ रोगी छन्, जुन चाहिँ पुच्छरमा रोग लागे जस्तो छ। यो चाहिँ पुच्छरै पुरै झरेको छ, पुच्छर भएको ठाउँमा चाहिँ घाउ पनि भइरहेछ यो हात्तीको। यसरी चाहिँ यो बस्ने भनेको तपाईँको कुनै बेला महिना 15 दिन 1.5 महिनासम्म बस्छ भने फेरि अर्को ठाउँमा जान्छन्। यो चाहिँ जङ्गली हो, वाइल्ड हो। यो हजुरहरू देख्नुभएको रोनाल्डो यो है। ल धन्यवाद। हस्, थ्याङ्क यू। विनायक लैजाँदैन। Watch them being tied up. I know why. उसैलाई घुमाइरहेको के भन्नु। बगरको हाम्रो रिकमेन्ड हो क्या जस्तो। यो चाहिँ हात्तीलाई खुवाउने चाहिँ हुन्छ नि कुची, घाँस भित्र चाहिँ त्यही भएर चाहिँ अहिले डाइकोफेना चाहिँ बजारमा रोक लगाइदिएको छ नि, त्यो बेच्न दिँदैन। त्यो जाउँ गिद्ध नपाउने भनेको ए नपाउने गिद्ध नपाउने ल जाऊँ। तर पनि हामी गिद्ध पाउँछ।
समाएर उड्या छ सर गिद्ध बेसी माथि गिद्धै पाउँदैन यहाँ मलाई Because they're. Is it recording or? नानीहरू यता आउनु तपाईँहरू अगाडि तपाईँहरू यता बर्बाद हुन्छ नि लासो नमस्ते भन्दा के हुन्छ त हजुरको जस्तै हो डर भनेको सन्चै छ भनेको हजुर हो डर डर खासभन्दा डौले डौले हुन्छ लासो 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 अब कहिले डान्स भनेको यही